यो यो पुरानो एउटा गुम्बा प्रोबेबली 300 400 मोर देन द्याट इयर्स ओल्ड रहेछ। यसमा चाहिँ दुई खालको सिस्टम देख्यो। सिस्टम आई मिन स्ट्रक्चरल सिस्टम एउटै हो, तर यो पार्ट चाहिँ पछि रिस्टोर गरेको रहेछ। त्यही भएर यसमा चाहिँ मजाले काठको ब्यान्डहरू देख्न सकिन्छ एभ्री एभ्री सर्टन हाइटमा। अनि यसमा चाहिँ के गरिएको रहेछ भन्दा अर्को कुरा चाहिँ एकदमै इन्ट्रेस्टिङ, अथवा यो चाहिँ फरक कुरा चाहिँ के गरेको छ भन्दा यसो ऱ्याम ओल्डा यसलाई अलिकति बट्रेसिङ गरेको छ। सो यसको फाउन्डेसनलाई चाहिँ अलिकति एक्सटेन्ड गरेको छ। अझ त्योभन्दा अझै यसको यो ऱ्याम्डर वाल्सहरू चाहिँ यसलाई रिस्टोर गर्नको लागि होइन, अब अथवा टपल हुन बचाउनको लागि चाहिँ के गरिदो रहेछ भने रिस्टोरेसनको एउटा मेजर कम्पोनेन्ट चाहिँ हामीले के देख्यौँ भन्दाखेरि चाहिँ यसरी स्टोन मेसिनरी विथ मड मोटारले चाहिँ मजाले बट्रेसिङ गरेको हुँदो रहेछ। अनि यो बट्रेसिङ गरेको हुन्छ र यो इन्क्लाइन वालको हाइट चाहिँ हामीले करिब करिब 1 स्टोरीसम्म लगेको देखिएको छ होइन। अब यो यसरी गर्दाखेरि यो बट्रेसिङ गरेको देख्न सकिन्छ होइन, रिस्टोर गरेर। तर यसरी बट्रेसिङ गर्दाखेरिको प्रब्लम चाहिँ यो जुन पुरानो वाल र नयाँ वालको बिचमा जुन देखिएको के भन्छ इन्टरसेक्सन अथवा कनेक्सन छ, त्यहाँ चाहिँ निकै प्रब्लम देखिने भयो। किनभने यो चाहिँ अभियस हो, माथिबाट पानी आयो, पानी आएर चाहिँ भित्र छिर्यो, यसरी बाहिर आउनु पर्ने थियो। सो यसलाई पनि सकेसम्म प्लास्टर गरेको भए चाहिँ पानी सलल्ल बग्थ्यो कि। यसो हुँदाखेरि चाहिँ पानी भित्र छिर्ने भयो, अनि भित्र चाहिँ अझै असर पर्ने हो कि। सो तर यो बट्रेस वाल चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्यो। यसरी चाहिँ हामीले कुनै भर्टिकल वाल एकदमै अग्लो भयो र त्यसलाई चाहिँ यो साइडबाट स्टेबिलिटी दिनको लागि चाहिँ मजाले बट्रेसिङ गरेको देख्न सकिन्छ है।